युवा पुस्ताको ढुकढुकी के चढ्ने आरएम चढ्ने देख्न सक्नुहुन्छ BMW चढ्ने प्लस हामीसँग क्लासिक बुलेट र हामीसँग 200cc को फ्रेस के त यो तपाईको डुक पनि रहेको छ डट बाइक देखि लिएर M को मोडलको कलेक्सन रोयल इनफिल्ड को थन्डर को कलेक्सन र प्लस भेस्पा रेजडार होल नेपालमा तपाईले R6 पाउनुहुन्न यो पसलमा तपाईको R6 पनि रहेको छ त्यो पनि यामाको यो कलेक्सनमा देख्न सक्नुहुन्छ किलेस जम्मा 3000 देखि 7000 मात्र रनिङ भएको हामीसँग किलेस डियोहरु पनि रहेको छ पटाउ इनड्राइभ डेली कम्युट घर टु अफिस अफिस टु घर गर्नलाई देख्न सक्नुहुन्छ हामीसँग स्प्लेन्डरको कलेक्सन साइनको कलेक्सन र प्लस सस्तोमा डट बाइक पनि रहेको छ मिडल क्लास बाइक युनिकर्न चढ्ने कि 150 चढ्ने कि सैलिटी चढ्ने जहाँ तपाईले 50 प्लस माइलेज पाउन सक्नुहुन्छ त्यसको चाहियो भन्नेहरुलाई डियो देख्न सक्नुहुन्छ 61 लट 127 लट र तपाईको 150 लटको रेजडार पनि रहेको छ मानी गर्न सिक्न पठाउ इनड्राइभ गर्नलाई स्कुटरको कलेक्सनहरु पनि टन्नै रहेको छ नेकेड सिरिज बाइकको भाइबमा देख्न सक्नुहुन्छ 800cc को हामीसँग अगस्टा पनि रहेको छ इटालियन ब्रान्ड होल नेपालमा तपाईले पाउनुहुन्न 600cc र 800cc को देख्न सक्नुहुन्छ अगस्टा र यामाको R6 सस्तो खालको बाइक स्कुटीको प्राइस बुझ्नलाई भिडियो अन्त्यसम्म हेर्दिनु होला र च्यानललाई सब्स्क्राइब गर्नु नबिर्सनु I got a lot of shit to say, so I'ma do this every day. I'll be writing things until I'm fucking buried in my grave. 6 feet deep under, but my body won't decay. Cause my messages are timeless, so to put them on display. Oh yeah, I rap with a certainty, I have a sense of urgency. A message for eternity, for everyone eternally. I had some people hurting me, but now they fucking learn to see. Hello and what's up beautiful people, it's your host Nepal Hon. This is from Kathmandu city and as you can see this is Nepal Honko city. Welcome back to another exciting episode of Nepal Hon. I hope so सन्चै हुनुहुन्छ होला र म पनि आजसम्म सन्चै छु। थम्बनेल टाइटल अनुसार देख्न सक्नुहुन्छ हाम्रो आज विशाल अटो ट्रेडर्सको पालो परेको छ। मैले 1.5 महिना अगाडि गरेको धेरै जना आइदिनु भएको रहेछ र मिठो मिठो कलेक्सनको बाइक र स्कुटी हामीसँग यहाँ अवेलेबल छ भने मैले स्क्रिनमा अहिले नै नम्बर राखिदिन्छु यहाँको विशाल भाइ एकदम मजाको हुन्छ साथीहरु नेपाल honko स्क्रिनशट लिएर आउनुस् तपाईले हर हमेशा के त जहाँ गए पनि मज्जाको डिस्काउन्ट पाउन सक्नुहुन्छ भने एक्चुअल लोकेसन मैले नम्बर राखिदिहालेँ मैले भनिहालेँ पुरानो मान्छेहरु जाने बाटोको यो ग्लोबल कलेज छ देख्न सक्नुहुन्छ ग्लोबल कलेजको ठुलो बोर्ड देख्न सक्नुहुन्छ 10 घर माथि पुरानो मानिसहरु रहेको छ भने लेफ्ट साइडमा हामीले यत्रो ठुलो बोर्ड देख्न सक्छौं जुन रहेको छ विशाल अटो ट्रेडर्स है र इच एन्ड एभ्री स्कुटर र बाइक तपाईले यहाँ पर्चेज गर्नुभयो भने बिग बाइकहरुमा तपाईले फुल हेलमेट पाउन सक्नुहुन्छ जसको उहाँहरुको पसल यहाँ फुल हेलमेटको पसलहरु यहाँ पनि रहेको छ भने स्कुटर लाँदाखेरि तपाईले हाफ हेलमेट पाउन सक्नुहुन्छ भने न्यू इयर अफरमा के छ त न्यू इयर अफरमा विशाल अटो ट्रेडर्सले तपाईहरुलाई पास हेलमेट इन्स्योरेन्स सर्भिसिङ सबै चीज दिइरहनु भएको छ नि मैले भनिहालेँ बिग बाइकहरुमा चाहिँ तपाईले फुल हेलमेट पाउन सक्नुहुन्छ जहाँ उहाँहरुको पसल यही सँगै रहेको छ भने हाम्रो सर्भिस सेन्टर पनि भित्र रहेको छ है जहाँ तपाईले अन द स्पट सर्भिसिङ गरेर तपाईलाई दिनुहुन्छ भने मिठो मिठो कलेक्सनको बाइकहरु छ र हामीसँग स्पोर्ट्स बाइकको क्याटेगोरीमा R6 पनि रहेको छ यामाको जुन तपाईले होल नेपालमा पाउनुहुन्न होला र प्लस हामीसँग एगस्टा पनि रहेको छ जुन तपाईको इटालियन बाइक रहेको छ 800cc को है मैले लोकेसन पनि भन्दै स्किममा पनि नम्बर राख्दिएकै छु अफरहरु के रहेको छ त्यो पनि भन्दै भनेपछि विशाल अटो ट्रेडर्सको म आफै प्राइस गर्ने वाला छु फर्स्टमा यो 95 लटपट्टि जाउँ जुन देख्न सक्नुहुन्छ 18 मोडलको रहेको छ 1,20,000 मा तपाईले 160 युनिकर्न पाउन सक्नुहुन्छ जुन पठाउ इनड्राइभ गर्नलाई एकदम उपयुक्त छ मैले भनिहालेँ बिग बाइकहरुमा चाहिँ तपाईले फुल हेलमेट पाउन सक्नुहुन्छ उहाँहरुको पसल सँगै रहेको छ भने स्कुटीहरु लिएर जाँदाखेरि र स्मल बाइकहरु लिएर जाँदाखेरि तपाईले हाफ हेलमेट पाउन सक्नुहुन्छ र प्लस हाम्रो सर्भिस सेन्टर भित्रको भएको कारणले गर्दा अन द स्पट केही छ भने तपाईलाई बनाएर दिनु हुन्छ है ब्युटिफुल बाइकहरुको कलेक्सन छ भिडियो अन्तिमसम्म हेर्दिनु होला है र यो सेकेन्डमा हामी जाउँ 138 लटको रहेको छ जुन तपाईको 22 मोडलको रहेको छ 2,05,000 मा रहेको छ यसको सिंगल ह्यान्डेड भइ नै हाल्यो ब्ल्याक र ब्लू कलर फिनिशिङमा रहेको छ 150 पल्सर भन्ने चाहिँ भन्नको नपर्ला अहिले त एकदमै महँगो भएर आएको छ FI भर्जन पनि है र कार्बोरेटर भर्जन पनि रिसेल एकदम राम्रो इफ इन केस चाहिएको छ भने 2,05,000 मा यो सिंगल ह्यान्डेड ब्लू र ब्ल्याक कलर मिक्सको 150 पल्सर तपाईहरुले आफ्नो पाउन सक्नुहुन्छ भने हामीसँग अर्को एउटा सेलिटो पनि रहेको छ 106 लटको देख्न सक्नुहुन्छ यो पनि फार बेटर कन्डिसनमा रहेको छ टायरको लुक्स देखि लिएर बडी फिनिशिङ जेनुन छ ब्लू कलर फिनिशिङ भइहाल्यो 106 लटको पनि तपाईहरुले 19 मोडलको 1,25,000 मा यो सिंगल ह्यान्डेड आफ्नो पाउन सक्नुहुन्छ जुन तपाईले अहिले यामाको शोरूम जानु भयो भने अझै पनि रनिङ स्पेसमा छ र सेलिटो पनि राम्रो बाइक हो है त्यसपछि हामीसँग रेजर आर रहेको छ देख्न सक्नुहुन्छ प्लास्टिक कोटिङ गरिएको छ यो पनि तपाईको 150 लटको भइहाल्यो टायरको फिनिशिङ देखि लिएर बडी फिनिशिङ जेनुन छ यो पनि 24 मोडलको रहेको सिंगल ह्यान्डेड FI भर्जनमा अहिलेको यंगस्टरको ढुकढुकी यो पनि तपाईहरुले 2,25,000 मा आफ्नो पाउन सक्नुहुन्छ भने हामीसँग 127 लटको रहेको छ के त भन्दाखेरि एभिएटर रहेको छ यो पनि मरून कलर टचअपमा रहेको छ देख्न सक्नुहुन्छ टायरको फिनिशिङ देखि लिएर बडी फिनिशिङ जेनुन छ मिठो मिठो कलेक्सन बाइक र स्कुटी यहाँ पाउनुहुन्छ भने सर्भिसिङ त तपाईको अन द स्पट भइ नै हाल्यो यो चाहिँ मजाले दिनुहुन्छ भने हाफ हेलमेट त एउटा पाउनुहुन्छ र पास इन्स्योरेन्स हेलमेट सर्भिसिङ पनि रहेको छ र यसमा पनि तपाईलाई नेगोसिएबल चाहियो भने मैले भनिहालेँ स्क्रिनशट लिएर आउनुस् मच बेटर है 127 लटको यो पनि तपाईको 21 को मोडल भइहाल्यो 1,65,000 मा आफ्नो पाउन सक्नुहुन्छ मरून कलर फिनिशमा भने हामीसँग दुईटा डियो रहेको छ एउटा देख्न सक्नुहुन्छ यो चाहिँ रेड र तपाईको ब्ल्याक कलर ड्युअल टच अप कलरमा भइहाल्यो अहिलेको टप भेरिएन्ट
भनौँ F5 देखि लिएर सबै चिज पाउन सक्नुहुन्छ 161 लटको यो तपाईँको किलेस भइहाल्यो जुन तपाईँहरूले यसको चाहिँ 25 मोडलको रहेको छ 2,80,000 मा आफू पाउन सक्नुहुन्छ 3,40,000 देखि 50,000 पर्छ तपाईँलाई इफ इन केस तपाईँ सोरुम जानु पर्यो भने यो जम्मा 3K मात्र रन छ है 3,000 मात्र रन भएको यदि त्यही गरेर 50-60,000 डिस्काउन्ट हुन्छ भने किन नलिने त है एकचोटि आउनुहोस् विचार गर्नुहोस् डिओ नै खोज्दै हुनुहुन्छ भने यो पनि पर्फेक्ट अप्सन हुनसक्छ FI अहिलेको टप भेरिएन्ट भइहाल्यो 125cc सिरिजमा किलेस भर्जनमा भइहाल्यो 161 लट 2,80,000 आफू पाउन सक्नुहुन्छ भने हामीसँग के त भनेर भन्दाखेरि रोयलको बुलेट एउटा इनफिल्ड रहेको छ है भाइब्रेसन पनि चाहिने अथवा एलो व्हील पनि सबै राखिएको ब्याटल ग्रीन कलरमा भइ नै हाल्यो देख्न सक्नुहुन्छ पछाडिको टायरको लुक्सदेखि लिएर एलो व्हील पनि सबै चिज राखिएको छ अगाडि पनि डेन्जर लुक्समा रहेको छ अहिले त धेरैले रुचाउनुहुन्छ अब रिबन भन्दा पनि अब क्लासिकै मोडल चाह्यो भन्नेहरूलाई यो पनि फार बेटर हुनसक्छ जुन तपाईँको 130 लटको रहेको छ 21 मोडलको भइहाल्यो सिङ्गल ह्यान्डेड जम्मा 15,000 मात्र रनिङ भएको इभन केस नयाँ जस्तै चाह्यो भने तपाईँहरूलाई यो त अब अहिले सोरुममा गएर पनि पाउँदैन जुन तपाईँहरूले 5,70,000 मा अन टेबल नेगोसिएबल छ आउनुहोस् स्क्रिनसट लिएर आउनुहोस् र त्यसमा पनि तपाईँले यदि केही गरेर यो लिएर जाँदै गर्दाखेरि फुल हेलमेट पनि पाउन सक्नुहुन्छ देख्न सक्नुहुन्छ चकाचक रहेको छ है लगेर खर्च गर्नु पनि केही पनि छैन भन्नुभएको छ यहाँ विशाल ब्रदरले त्यही भएर एकचोटि आउनुहोस् भिजिट गर्नुहोस् यदि केही गरेर होइन ब्याटल ग्रिनमै तपाईँले खोजिरहनु भएको छ यो ब्युटिफुल कलरमा भनेपछि यो बुलेट पनि तपाईँले आफ्नो पाउन सक्नुहुन्छ प्राइस म फेरि पनि भनिदिउँ 130 लट 21 मोडल 5,70,000 प्राइस कोटेड गरेको छ विशाल अल्टो ट्रेडर्सले जम्मा 15,000 मात्र रनिङ भएको छ है एकचोटि विचार गरी हेर्नुहोस् बुलेटै चाहियो भन्नेहरूलाई यदि होइन तपाईँसँग कुनै पनि पुरानो संसाधन छ र तपाईँलाई एक्सचेन्जमा अफर चाहियो भने त्यसमा पनि विशाल अल्टो ट्रेडर्सले हेरिदिन्छु भनेर भन्नुभएको छ तर स्क्रिनसट म्यान्डेटरी छ है एकचोटि भिजिट गर्नुहोस् है त्यसपछि हामीसँग 147 लटको रहेको छ देख्न सक्नुहुन्छ अगाडिको टायरको लुक्सदेखि लिएर पछाडिको टायरको लुक्स जेन्युन छ यो चाहिँ के भन्दाखेरि तपाईँको डुकको 200 भइहाल्यो है देख्न सक्नुहुन्छ 147 लट भनेपछि भन्न नपर्ला यो पनि 22 मोडल भइ नै हाल्यो यो पनि जम्मा 15,000 मात्र रनिङ छ एकचोटि आउनुहोस् चिनजानेको साथीभाइ बोलाउनुहोस् चिनजानेको मिस्त्रीहरू बोलाएर पनि तपाईँले ढुक्क पाराले जान सक्नुहुन्छ भने 147 लट 22 मोडल यो पनि 4 लाख रुपियाँमा आफूले बनाउन सक्नुहुन्छ अन टेबल नेगोसियल छ म फेरि पनि भन्न चाहन्छु एउटा बिग हेलमेट पनि राम्रो खालको प्रिमियम हेलमेट पनि पाउन सक्नुहुन्छ भने अन टेबल नेगोसिएबल भइ नै हाल्यो जसमा पास इन्सुरेन्स तपाईँको हेलमेटहरू पनि सबै फ्री रहेको छ न्यू इयर अफरमा जुन विशाल अटो ट्रेडर्सले दिइरहेको छ यो पनि 4 लाखमा सायद मेरो विचारमा 200 यो डुक तपाईँले BS6 मोडल नै हो यो तपाईँले कहीँ पाउनु हुनु होला एकचोटि विचार गरी हेर्नुहोस् एकदम फुल फाइन कन्डिसनमा छ पुरानो संसाधन लिएर आउनुहोस् त्यसमा पनि तपाईँहरूले मजाले के त एक्सचेन्जमा अफर गरेर पनि मजाले लिएर जान सक्नुहुन्छ है पछाडिको पनि लुक्सहरू देख्न सक्नुहुन्छ सब गजब रहेको छ है त्यसपछि हामीसँग 159 लटको रहेको छ मैले भनिहालेँ एउटा 161 लटको तपाईँको किलेस भर्जनमा भइहाल्यो भनेपछि यो पनि 159 को 25 मोडल भइ नै हाल्यो यो पनि तपाईँको कति त जम्मी धेरै रन भएको छैन मैले भनिहालेँ त्यो चाहिँ 3,000 रन भएको छ 161 लट यो तपाईँको 159 लटको 59 लटको तपाईँको चाहिँ जम्मी 9,000 मात्र रन भएको यो पनि किलेस भर्जन भइहाल्यो यो पनि 25 मोडलको भइ नै हाल्यो एज कम्पेयर टु रेड र ब्ल्याक भन्दा पनि तपाईँको यो सिल्भर कलर टचअप र ब्ल्याक कलर टचअप धेरैले खोज्नुहुन्छ यो पनि किलेस भर्जन देखिन सक्नुहुन्छ 9,000 मात्र रन भएको टायरले थाहा पाइहाल्छ है बडी फिनिसिङ पनि एकदम चकाचक छ डुअल तपाईँले यसमा इन्स्ट्रुमेन्ट कस्टम पनि पाउन सक्नुहुन्छ किलेस भर्जन हो है अहिलेको एकदमै टप भेरिएन्ट भनेर भनौँ हाम्रो नेपाल होन्डर समथिङले चाहिँ झन् कहाँ लिएर जानु भएको छ युट्युब च्यानलमा है उहाँले होन्डाको प्रमोट गरिरहनुहुन्छ होइन उहाँहरूलाई पनि एकचोटि तपाईँले त्यो पनि हेर्न सक्नुहुन्छ जस्तै तपाईँले यो पनि तपाईँको 2,80,000 रहेको छ त्यो चाहिँ तपाईँको 3,000 रन भएको यो चाहिँ 9,000 रन भएको दुईटैको प्राइस सेम छ तर कलर अप्सन वाइज तपाईँले नेगोसिएबलको साथ तपाईँले यो 2,80,000 मा राम्रो एउटा हेलमेट पनि पाउन सक्नुहुन्छ पास हेलमेट सर्भिसिङ र तपाईँको इन्सुरेन्स पनि भइरहे हाल्यो है एकचोटि विचार गरी हेर्नुहोस् तपाईँलाई यो पनि अलिकति भ्यालु फर मनी हुन्छ जुन होन्डाको सोरुम जानु पऱ्यो भने तपाईँले 3,40,000 को हाराहारीमा किन्नुपर्ने हुन्छ है तपाईँलाई यतिकै राम्रो आएको छ र नयाँ जतिकै चाहियो भने यो पनि तपाईँलाई पर्फेक्ट अप्सन हुनसक्छ भन्ने कुराहरू है त्यसपछि हामीसँग फ्यासिनो रहेको छ ढुवानी सिक्न र अथवा सटर लेडिजवालाहरूले धेरै नै फ्यासिनो खोज्नुहुन्छ है ब्लू कलर अप्सनमा रहेको छ यो पनि तपाईँको 94 लटको देख्न सक्नुहुन्छ पछाडिको टायरको लुक्सदेखि लिएर बडी फिनिसिङ जेन्युन छ यदि के गरेर चाहिएको छ भने यो पनि तपाईँको 1 लाख रुपियाँमा 18 मोडलको मजाले बनाउन सक्नुहुन्छ अगाडिको देख्न सक्नुहुन्छ 94 लटको फुल फ्रेस कन्डिसनमा रहेको छ टायरदेखि लिएर बडी फिनिसिङ चकाचक म्याट ब्लू कलर फिनिसिङ र तपाईँको ब्ल्याक कलर डुअल टोन कलर फिनिसिङमा भइ नै हाल्यो मैले भनिहालेँ 1 लाख रुपियाँमा तपाईँले आफ्नो पाउन सक्नुहुन्छ भने पुरानो संसाधन छ र त्यसमा पनि तपाईँलाई अलिकति एक्सचेन्ज अफर चाहिएको छ भने त्यो पनि मच बेटर एकचोटि आउन सक्नुहुन्छ है त्यसपछि हामीसँग यहाँ देख्न सक्नुहुन्छ टप भेरिएन्ट रहेको छ एलिगेन्टा भनेर भनिन्छ जुन तपाईँको 107 लटको रहेको छ 19 मोडलको यो पनि तपाईँको 150 सीसीमा भइ नै हाल्यो के त भन्दाखेरि भेस्पा है भेस्पा यो खाकी कलरमा धेरैले रोज्नु पनि हुन्छ खोज्नु पनि हुन्छ है यो पनि तपाईँहरूको 107 लटको 1,25,000 मा जुन अरू रिकन्डिसनले दिँदैन होला सायद है विचार गरी हेर्नुहोस् भेस्पा नै खोजिरहनु भएको छ भने देख्न सक्नुहुन्छ अगाडिको टायरको लुक्सदेखि लिएर बडी फिनिसिङ जेन्युन छ चकाचक रहेको छ भने भनिहालेँ सर्भिसिङ सेन्टर हाम्रो सँगै छ विशाल अटो ट्रेडर्सको तपाईँलाई अन द स्पट केही छ भने बनाएर पनि दिन्छु भनेर पनि भन्नुभएको छ र बनाएर सबै चिज राखेको छ त्यही भएर चिनजानेको साथीभाइ मिस्त्री बोलायो भने मच बेटर है 1,25,000 मा तपाईँले भेस्पा आफ्नो पाउन सक्नुहुन्छ भने हामीसँग 92 लटको रहेको छ सुपर स्प्लेन्डर यो पनि तपाईँको पटाउ इन्ड्राइभ गर्नलाई फार बेटर हुने बाइक रहेको छ बनाउनु पनि केही छैन तेल हाल्ने चढ्ने मात्र भन्नुभएको छ यो पनि फार बेटर कन्डिसनमा 92 लटको 1,05,000
1,05,000 तपाईँले आफ्नो पाउन सक्नुहुन्छ भने 54 लटको हामीसँग साइन पनि रहेको छ। यो पनि तपाईँको पठाउ इनड्राइभ डेली कम्युट घर टु अफिस र अलिकति कम बजेट र राम्रो माइलेज चाहिने भन्नेहरूलाई अहिले त तपाईँको पेट्रोलको भाउ पनि धेरै नै महँगो छ, त्यही भएर साइन पनि धेरैले खोज्नुहुन्छ। 54 लटको 95,000 मा आफ्नो पाउन सक्नुहुन्छ भने हामीसँग 97 लटको रहेको छ। यो पनि हिरोको स्प्लेन्डर प्लस भइहाल्यो। एलो व्हिल हुन्छ, किक हुन्छ र तपाईँको सेल्फ स्टार्ट पनि हुन्छ। योभन्दा बढी के चाहियो? 97 लटको पनि तपाईँहरूले सस्तो दाममा 1,05,000 मा आफ्नो पाउन सक्नुहुन्छ, जसमा पास, इन्सुरेन्स, नामसारी, हेलमेट सबै उपलब्ध छ है। त्योभन्दा बढी के चाहियो? स्क्रिनमा नम्बर छ है, मैले लोकेसन भनिदिइसकेको छु। काठमाडौँको पुरानो मानिसर अपोजिट ग्लोबल कलर रहेको छ। देख्न सक्नुहुन्छ टायरको फिनिसिङदेखि लिएर बडी फिनिसिङ पनि जेन्युन छ भने हामीसँग अर्को एउटा डट क्याटेगोरीमा पनि रहेको छ, डुअल पर्पस बाइक भनेर भनिन्छ, जुन तपाईँको 127 लटको मोटर हेड कम्पनी नै भइहाल्यो। एज कम्पेयर टु यो सिटी राइड भन्दा पनि तपाईँको बाहिर गाउँतिर एकदमै चलेको छ यो है। अर्को सस्तो बजेट भएको कारणले गर्दाखेरि, किनभने ढुवानी गर्नलाई अलिकति डाँडा काँडा भएको कारणले गरेर गाउँको मान्छेहरूले अलिकति भन्न अवसर भ्यालीको मान्छेले धेरै नै रुचाउनुहुन्छ मोटर हेडको यो 128 लटको 21 मोडलको, जुन तपाईँले अरू रिकन्डिसनमा पाउनु होला 1,75,000 मा तपाईँले सिंगल ह्यान्डेड आफ्नो पाउन सक्नुहुन्छ, जुन एकदम फार बेटर कन्डिसनमा रहेको छ है। देख्न सक्नुहुन्छ रिममा खिया पनि लागेको छैन, टायर पनि एकदम गजब छ, सकहरूमा दागी पनि लागेको छैन। मोटर हेडै खोजिरहनु भएको छ। यो 150 सीसी सिरिजमा अलिकति हाइट पनि कम छ र डट बाइकै चढ्नु चाहनुहुन्छ भने यो पनि पर्फेक्ट अप्सन हुनसक्छ। 128 लटको प्राइस फेरि पनि भनौँ 21 मोडलको 1,75,000 मा आफ्नो पाउन सक्नुहुन्छ भने हामीसँग रेड कलर फिनिसिङमा के त हामीसँग अर्को एउटा डिओ पनि रहेको छ। देख्न सक्नुहुन्छ अगाडिको टायरको लुक्सदेखि बडी फिनिसिङ जेन्युन छ। तपाईँको रेड र तपाईँको यो सिल्भर कलर हल्का ग्रे कलर डार्क ग्रे कलर मिक्समा रहेको छ। 119 लटको देख्न सक्नुहुन्छ। यो पनि 20 मोडलको 1,70,000 मा तपाईँले आफ्नो पाउन सक्नुहुन्छ। त्यसपछि हामीसँग अझै पनि धेरै बाँकी छ, भिडियो अन्तिमसम्म हेरिदिनु होला। 124 लटको हामीसँग अर्को एउटा रेजर आर रहेको छ। देख्न सक्नुहुन्छ ब्लू र तपाईँको म्याट ब्ल्याक कलर फिनिसिङमा भइहाल्यो। टायरको लुक्स अगाडिको पनि गजब छ, पछाडिको पनि गजब छ। इभन केस तपाईँले यस्तै कलरको रेजर आर खोज्दै हुनुहुन्छ भने पनि यो पनि 124 लटको 21 मोडल तपाईँहरूले कतिमा त 1,75,000 मा आफ्नो पाउन सक्नुहुनेछ है। त्यसपछि हामीसँग युवा पुस्ताको ढुकढुकी यङ्स्टरले धेरै नै रुचाएको है। अहिलेको अब क्रस एक्स त महँगो छ, जुम्याप पनि महँगो छ र तपाईँको डट बाइक डट सेगमेन्टमा तपाईँको WR पनि धेरै नै महँगो छ। तर होइन, अब सिंगल ह्यान्डेड नै खोजिरहनु भएको छ, आरएमए खोजिरहनु भएको छ। त्यो पनि देख्न सक्नुहुन्छ अगाडिको टायरको लुक्सदेखि लिएर पछाडिको टायरको लुक्स पनि सबै गजब छ। देख्न सक्नुहुन्छ है एक्स्ट्रा CNC पार्ट्सहरू पनि अलिअलि राखिएको छ है। इफिन केस तपाईँले सिंगल ह्यान्डेड नै खोजिरहनु भएको छ आरएममा र तपाईँलाई यस्तै टाइपको चाहियो, सिंगल ह्यान्डेड चाहियो भनेपछि यो पनि फार बेटर कन्डिसनमा रहेको छ। सिंगल ह्यान्डेड भइ नै हाल्यो, मैले भनिहालेँ है। एक्जस्ट पाइप पनि तपाईँको यो टप भेरिएन्ट जस्तै हो, दुईवटा रहेको छ एक्जस्ट पाइप पनि है, र यो कोटिङहरू पनि गरिएको छ एक्जस्टमा है। 129 लटको देख्न सक्नुहुन्छ है। यो पनि 21 मोडलको भइ नै हाल्यो सिंगल ह्यान्डेड रहेको छ। RN 250 यदिकै गरेर खोजिरहनु भएको छ भने सिलप्याक इन्जिनमा तपाईँहरूलाई सस्तो दाममा, जुन तपाईँको यदिकै गरेर 8 लाख 9 लाख पर्छ, यदिकै गरेर जानुभयो भने सोरुममा भने तपाईँहरूले यो 21 मोडलको पनि 5,15,000 मा आफ्नो पाउन सक्नुहुन्छ। यदिकै गरेर क्रस फायर चाहिँ चढ्ने सपना छ र तपाईँलाई यो आरएमए चढ्ने सपना छ भने एकचोटि आउनुहोस्, फुल्ली लोडेड रहेको छ, एकचोटि विचार गरी हेर्नुहोस्। पुरानो संसाधन छ भने तपाईँले यसमा एक्सेसमा पनि फेसिलिटी पाउन सक्नुहुन्छ भने होइन, तपाईँको अब यसमै लिएर जानुहुन्छ भने पास, इन्सुरेन्स, नामसारी त भइ नै हाल्यो, अन द स्पट सर्भिसिङ पनि भइहाल्छ र प्लस एउटा राम्रो एउटा हेलमेट पनि, फुल हेलमेट पनि तपाईँले यो बिग बाइकमा पाउन सक्नुहुन्छ है। त्यसपछि अर्को एउटा रहेको छ BMW मा 107 लटको देख्न सक्नुहुन्छ। यो पनि फार बेटर कन्डिसनमा रहेको छ। यो पनि तपाईँको अब 19 मोडलको भइ नै हाल्यो। यदिकै गरेर GS 310 नै खोजिरहनु भएको छ। एडभेन्चर टचअपलाई तपाईँलाई चाहिएको छ, एडभेन्चर गरिरहनु भएको छ भने इन्डियामा त धेरै नै चलेको हो यो है GS 310। यदिकै गरेर चाहिएको छ भने 107 लटको रहेको छ, एडभेन्चर टचअप डिजाइनमा रहेको छ। देख्न सक्नुहुन्छ अगाडिको टायरको लुक्सदेखि लिएर USD अफसाइन ड्राइभ फोक्सहरूदेखि लिएर बिल्ड क्वालिटी त भन्नै पर्दैन BMW को है, मच पर्फेक्टै हुन्छ। इफिन केस चाहिएको छ भने यो पनि फार बेटर कन्डिसनमा 107 लटको 19 मोडल तपाईँहरू 7 लाखमा यो BMW GS 310 आफ्नो बनाउन सक्नुहुनेछ है। फार बेटर कन्डिसनमा रहेको छ। देख्न सक्नुहुन्छ टप ऱ्याक राख्नलाई पछाडि एडिसनल यो पनि रहेको छ ग्र्याब ह्यान्डल। त्यसपछि तपाईँको यसमा अलिकति विन्डसिल्ड राखिदिनु मच बेटर, अगाडि पनि विन्डहरू नछिक्ने पनि रहेको छ। अब BMW भने चाहिँ भन्न राख्नु नपर्ला। इफिन केस यस्तै BMW खोजिरहनु भएको छ भने यो पनि तपाईँले 7 लाखमा BMW GS 310 आफ्नो पाउन सक्नुहुन्छ भने मैले यसको बारेमा त भनिसकेँ। अब हाम्रो यहाँ गोदाम छ, हामी गोदाममा पनि जान्छौँ। हाम्रो यो हेलमेट पसल पनि हाम्रो यही नै हो भनेपछि म अब तपाईँलाई गोदाममा देखाउन चाहेँ। त्यसपछि हामीसँग देखिसकेको हुन्छ 800 सीसी होस् या तपाईँको 600 सीसी यो पनि रहेको छ र प्लस यहाँ देखाउन चाहेँ मैले फर्स्टली 88 लटको देख्न सक्नुहुन्छ। 90,000 तपाईँले आफ्नो पाउन सक्नुहुन्छ ढुवानी गर्नलाई, सिक्नलाई र तपाईँको स्पेसली किराना पसलको र सटरडेवाला लेडिजहरू हुनुहुन्छ भने वेगो पनि मच बेटर। तपाईँले यसमा पनि फुल मेटल ट्याङ्की पाउन सक्नुहुन्छ। TVS को वेगो रहेको छ 88 लटको, त्यो पनि 90,000 तपाईँले आफ्नो पाउन सक्नुहुन्छ। पास, इन्सुरेन्स, नामसारी, हेलमेट पनि अफरमा छ भने यसमा पनि अनटेबल नेगोसिएबल छ है। प्राइस हाई भनेर
नभन्नु किनभने तपाईँले स्क्रिनसट दिएको आउनुहोस् एकचोटि भिजिट गर्न नेपाल हन्डा आएको भनेर भन्नुहोस् तपाईँले यसमा पनि नेगोसिएबल र त्यसमा पनि पास इन्सुरेन्स पाउन सक्नुहुन्छ भन्ने कुराहरू है त्यसपछि यो भेस्पा रहेको छ 113 लटको देख्न सक्नुहुन्छ फुल फाइन कन्डिसनमा रहेको छ यो पनि 1,20,000 मा तपाईँले आफ्नो पाउन सक्नुहुन्छ स्काई ब्लू कलरमा भनेपछि 142 लटको एभेटर रहेको छ यो पनि फुल फाइन कन्डिसनमा रहेको छ एभेटर पनि तपाईँको यो अब राम्रो स्कुटर हो जुन तपाईँको होन्डाको डियो जस्तै चलिरहेको छ यसमा पनि फुल मेटल बडी हुन्छ भने इफ इन केस चाहिएको छ भने टायरको लुक्सदेखि लिएर बडी फिनिसिङ जेन हुन्छ र सिल्भर कलर अप्सनमै खोजिरहनु भएको छ भने यो पनि 142 लटको 23 मोडल 1,70,000 मा आफ्नो पाउन सक्नुहुन्छ 129 लटको हामीसँग एन्ट्रक रहेको छ जुन तपाईँको डिस्क भेरिएन्टमा भइ नै हाल्यो अलिकति मेन्टेन गर्नुपर्ने छ यो चाहिँ मेन्टेन गरेर दिन्छु भनेर भन्नुभएको छ रेड कलर फिनिसिङमै खोजिरहनु भएको छ भने यो पनि फार बेटर कन्डिसनमा रहेको छ भन्नुभएको छ 129 लटको 1,55,000 मा यो डिस्क भेरिएन्टको तपाईँले एन्ट्रक आफ्नो पाउन सक्नुहुन्छ भने हामीसँग एउटा हटकेक रहेको छ यो पनि तपाईँको एफआई वाला हो के त भन्दाखेरि ग्राजिया है ग्राजिया डिस्कन्टिन्यू भए पनि तपाईँको चलि नै रहेको छ किनभने यो एफआई भर्जनको धेरै राम्रो छ राइडिङ पर्सन पनि राम्रो र यसमा पनि डुअल तपाईँले के त पाउन सक्नुहुन्छ इन्स्ट्रुमेन्ट कस्टो पाउन सक्नुहुन्छ र प्लस ढाडहरू दुख्ने समस्या प्लेनलाई होस् र राइडरलाई धेरै कम्ती वान अफ माई फेभरेट स्कुटर यो डियो जस्तै हो है त्यही भएर एफआई भर्जनमै खोजिरहनु भएको छ भने 21 मोडलको 2,05,000 मा एफआई भर्जनमा तपाईँले पाउन लाग्नु भएको छ जुन अरू रिकन्डिसनमा पाउँदैन होला है एकचोटि ट्याली गरी हेर्नुहोस् देख्न सक्नुहुन्छ टायरको लुक्सदेखि लिएर बडी फिनिसिङ जेन हुन्छ यो पनि सस्तो दाममै हो है जो पहिला आयो उसले पायो किन थाहा छ किनभने एफआई भर्जनको 2,25 घटी कतै पनि दिँदैन एकदम फार बेटर कन्डिसनमा रहेको मैले भने नि राम्रो कन्डिसनको बाइक स्कुटी यहाँ हाम्रो विशाल अटो ट्रेडर्समा रहेको छ एकचोटि आउनुहोस् भिजिट गर्नलाई नेगोसिएबल पनि छ र प्लस तपाईँलाई हेलमेट नामसारी पास इन्सुरेन्स त भइ नै हाल्यो है फेरि पनि भन्न चाहे 133 लट 21 मोडल एफआई भर्जनको ग्राजिया 2,05,000 मा आफ्नो पाउन सक्नुहुन्छ भने हामीसँग यहाँ रेजर र रनरको कलेक्सन पनि छ है देख्न सक्नुहुन्छ 136 लटको रहेको छ यो चाहिँ के भन्दाखेरि 22 मोडलको 1,55,000 मा तपाईँले यो रेजर आफ्नो पाउन सक्नुहुन्छ यो पनि एफआई इन्जिनमा धेरैले रुचाउनुहुन्छ किनभने यसको माइलेज अलिकति राम्रो भएको कारणले र धेरैले के पनि भन्नुहुन्छ भने अहिले पठाउ इन्ड्राइभ गर्नलाई चाहिँ यही एउटा अलिकति बेस्ट स्कुटरहरू पनि रहेको छ है लेडिजहरूले पनि युज गर्ने प्लस तपाईँको जेन्ट्सहरूले पनि रेजर धेरै नै रुचाइरहनु भएको छ त्यही भएर त्यसको लागि आउन सक्नुहुन्छ 136 लट 22 मोडल 1,55,000 त्यसपछि 129 लटको हामीसँग 1,55,000 मा यो पनि रहेको छ सिंगल ह्यान्डेड भइ नै हाल्यो यो पनि तपाईँको भेस्पाको नै भइहाल्यो सिल्भर कलर फिनिसिङमा रहेको छ यो पनि 1,55 मा पाउन सक्नुहुन्छ भने हामीसँग थन्डर एउटा रहेको छ है थन्डर एउटा ब्युटिफुल बाइक हो जुन तपाईँको क्रुजर वेट सेक्सनमा त्यति बेला आएको हो जुन अहिलेको मेटेरियल टाइपको नै डिजाइन रहेको छ र यही टाइपको तपाईँलाई भाइब चाहिएको छ भने एउटा पोखरेल सिट हालिदिनुहोस् एउटा तपाईँको यहाँ अलिकति त्यो हालिदिनुहोस् मच बेटर देखिन्छ है सिंगल ह्यान्डेड हो देख्न सक्नुहुन्छ अगाडिको टायरको लुक्स पनि र प्लस यो स्पोक हुल हुँदैन एलो हिल नै हुन्छ 102 लटको रहेको छ रेड कलर टचमा भइहाल्यो अलिकति एक्स्ट्रावाला तपाईँलाई बाइक चाहिएको छ भने यो पनि पर्फेक्ट अप्सन हुनसक्छ सिंगल ह्यान्डेड 18 मोडलको यो 3,50,000 मा तपाईँले यो रोयल इनफिल्डको के त थन्डर आफ्नो पाउन सक्नुहुनेछ है यो पनि अलिकति भ्यालु फर मनी हो जस्तो लाग्छ यतिकै गरेर बुलेटै चाहियो अलिकति पुरानो मोडलकै चाहियो तर यो टाइपको बाइक चाहियो भने पनि यो पनि फार बेटर हुनसक्छ है 102 लट 18 मोडल फेरि पनि भन्न चाहिँ 3,50,000 सिंगल ह्यान्डेड यो रेड कलर फिनिसिङमा पाउन चाहनुहुन्छ भने अर्को एउटा रहेको छ जम्मा 1,112 को रनन यो बङ्गाली बाइक हो यो 1 लाख रुपियाँमा तपाईँले लिएर जान सक्नुहुन्छ देख्न सक्नुहुन्छ टायरदेखि लिएर बडी फिनिसिङ चकाचक रहेको छ यो पनि आउटसाइड भ्याली मोटर हेड र यो धेरै नै चल्छ है त्यही भएर तपाईँलाई डट बाइक चढ्ने सपना छ क्रस फायर डब्लुआर जुम्याप क्रसएक्स तिनीहरू त साह्रै नै महँगो छ होइन तर होइन तपाईँलाई आउटसाइड भ्याली अलिकति चलाइराख्नु पर्ने छ अलिकति डाँडा काँडा गइरहनु पर्ने छ ढुवानी गरिरहनु पर्ने छ भने आउटसाइड भ्यालीको लागि म रिकमेन्ड गर्न चाहन्छु 112 लटको 1 लाख रुपियाँमा तपाईँले यो रनर आफ्नो पाउन सक्नुहुनेछ है त्यसपछि हामीसँग एउटा फ्रेस कन्डिसनको के त हामीसँग 154 लटको यो R15M रहेको छ स्पोर्ट्स क्याटेगोरीमा सस्तो बजेटमा यामाले यही निकालिदिएको छ एज कम्पेयर टु R6हरू भन्दा पनि त्यो त धेरै नै महँगो छ भने यो R15 पनि तपाईँले सस्तो दाममा बनाउन सक्नुहुन्छ 22 मोडलको 3,45,000 मा है यो चाहिँ अञ्चलीकरण सहमति गरिएको हो त्यसको कारणले गर्दाखेरि तपाईँले यो पनि सहमतिमा आएको बाइक यदि के गरेर चाहिएको छ भने 154 लटको 22 मोडलको 3,45,000 मा आफ्नो पाउन सक्नुहुनेछ है त्यसपछि म यो अलिकति देखाउन चाहे तपाईँलाई R6 र तपाईँको यो अगस्टा जुन तपाईँको एउटा 800 सीसी भइहाल्यो एउटा 600 सीसी भइहाल्यो देख्न सक्नुहुन्छ यो चाहिँ ट्र्याक बाइक रहेको छ यो चाहिँ तालु जस्तो देखिन्छ तर यो चाहिँ तपाईँको ट्र्याकमा मात्रै चलाउने बाइक हो जुन तपाईँको यो गोटी देख्न सक्नुहुन्छ यो पाल है त्यति बेला आउँदाखेरि यो तपाईँको 40 देखि 45 लाख हो है म एकिनले भन्न सक्दिनँ है यो ठ्याक्कै गोटी घोटिने बित्तिकै तपाईँको यो अलाउड चाहिँ छैन यता बाटोहरू कुदाउनलाई चाहिँ किनभने यो ट्र्याक टाइपको बाइक यो टायर चाहिँ तपाईँको एडिसनल हुन्छ है जस्तै यहाँ लेखेको नि हुन्छ है ट्र्याकको लागि मात्र हो भनेर है यसमा पनि है त्यही भएर यतिकै गरेर होइन तपाईँलाई अब स्पोर्ट्स बाइकै चढ्ने चाहना छ अलिकति भनौँ न अलिकति पुरानो मोडलकै यो R6 जुन तपाईँले यो 4 पिस कि 5 पिस छ भनेर भन्दै थियो हाम्रो यो विशाल ब्रदरले यहाँको है जस्तै इनर राखेको छ एक्जिस्टर राखेको छ यो पनि तपाईँको आउनुहोस् एकचोटि भिजिट गर्नलाई तपाईँलाई अब R6 खोजिरहनु भएको छ 46 लटको रहेको छ देख्न सक्नुहुन्छ है डुअल हुन्छ यसमा डिस्कहरू पनि भन्नै पर्दैन स्पोर्ट्स क्याटेगोरीको CBR चढिरहनु भएको छ अथवा CBRसँग एक्सेस गर्न मन छ कोही हुनुहुन्छ त्यस्तोहरू है यदिकै 600 सीसीकै तपाईँले R6हरू खोज्दै हुनुहुन्छ भने यो पनि अनटेबल नेगोसिएबल हुन्छ तर यहाँ एकचोटि आउनु पर्यो
यता टेबल तपाईँहरू कुरा गरेर कसरी हुन्छ तपाईँले R6 पनि आफू पाउन सक्नुहुन्छ यो कोटिङहरूदेखि लिएर सबै चिज गरेको छ भनेर भन्नुभएको छ है गजब छ के गर्ने है अलिकति चाहना नै छ अब तपाईँले R6 चढ्ने कोसिस गरिरहनु भएको छ भने यो पनि तपाईँले ब्युटिफुल एउटा सेक्सी बाइक भनेर भन्न चाहन्छु जुन R6 तपाईँले आफूमा पाउन सक्नुहुन्छ यसमा पनि तपाईँको यहाँ आएर कुरा गर्नु पऱ्यो भन्ने कुराहरू है एकचोटि आउनुहोस् टेबल टक गर्नुहोस् हाम्रो विशाल ब्रदर मजाको हुनुहुन्छ तपाईँको प्राइस पोइन्टमा चित्त बुझ्यो भने पनि ठिकै छ अब तपाईँले कुनै 600 सीसीको अरू चढिरहनु भएको छ र एक्सचेन्जमा अहिले थपेर लानुहुन्छ अथवा कसरी हुन्छ मिलाएर लानु सक्नुहुन्छ है 46 लटको छ देखि सक्नुहुन्छ है गजब छ अगाडिको पोर्सनहरूदेखि लिएर भन्नै पर्दैन अब यो त अब ट्र्याक टाइपको बाइकहरू अगाडि टायर पनि यस्तो हुन्छ देखि सक्नुहुन्छ र प्लस हामीसँग अर्को एउटा 800 सीसीको अगस्टा पनि रहेको छ यो चाहिँ एमबी अगस्टा भइहाल्यो देखि सक्नुहुन्छ जुन तपाईँको ब्रुटाली 800 सीसीको भनेर भनिन्छ है यो पनि 800 सीसीको हो जुन तपाईँको यो चाहिँ नेकेड सिरिजमा गनिन्छ भने त्यो स्पोर्ट्स क्याटेगोरीमा गनिन्छ देखि सक्नुहुन्छ अगाडिको टायरको लुक्सदेखि लिएर बडी फिनिसिङ दिनुहुन्छ यो पनि जम्मी कहिलेकाहीँ मात्रै चलाउनुहुन्छ उहाँले 42 किलोमिटर मात्रै चलेको यो बाइक तपाईँको 105 भनेपछि तपाईँको 2014 को मोडल हो युएसडीदेखि लिएर अगाडिको देखि सक्नुहुन्छ है फिट एन्ड फिनिसिङ र पछाडिको तपाईँको एक्जस्टहरू पनि अलिकति देखाइदियो देखि सक्नुहुन्छ चेन्ज पकेट पनि यस्तो टाइपको रहेको छ अब नेकेड सिरिजमा यो पनि अब इटालियन ब्रान्डको सबभन्दा गजब बाइक हो देखि सक्नुहुन्छ तिनवटा एक्जस्ट पाइप पनि रहेको छ व्हाइट कलरको एलो व्हिल भइ नै हाल्यो बिल्ड क्वालिटी है टप नच छ यतिकै गरेर होइन अब अगस्टा नै खोजिरहनु भएको छ यस्तो टाइपको स्पोर्ट्स बाइक चढ्ने चाहना छ नेकेड सिरिज भनेर भनौँ 800 सीसीको तपाईँलाई चढ्ने चाहना छ भने यो पनि एउटा वान पिस हुनसक्छ यदि राखिराख्नु पनि हुन्छ भने पनि ठिकै छ एकचोटि आउनुहोस् एकचोटि कुरा गर्नुहोस् आएर एकचोटि भिजिट गरेर तपाईँले मनपर्छ भने टेबल टक कुरा गरेर अथवा तपाईँसँग कुनै पनि पुरानो सरसाधन छ भने पनि थपेर पनि लिएर जानु म मिलाइदिन्छु दाइ भनेर भन्नुभएको छ विशाल ब्रदरले त्यही भएर यसको लागि पनि ब्रुटाली जुन 800 सीसी रहेको छ अथवा R6 रहेको छ जुन सबैको 600 सीसीको रहेको छ त्यसको लागि पनि यो दुईटाको लागि टेबल टक गरेर तपाईँले कसरी हुन्छ लिएर जान सक्नुहुन्छ है ब्युटिफुल बाइकहरू एउटा नेकेड सिरिजमा 800 सीसी एउटा तपाईँको स्पोर्ट्स क्याटेगोरीमा 600 सीसी सकेसम्म मैले तपाईँलाई स्पोर्ट्स क्याटेगोरीदेखि लिएर किलेस भर्जनदेखि लिएर रेजरदेखि लिएर सस्तो खालको स्प्लेन्डरदेखि लिएर बुलेट BMW R15 सबै चिज देखाएको छ साथीहरू आउनुहोस् है एकचोटि स्क्रिनमा नम्बर छ स्क्रिनसट लिएर आउनुहोस् नेगोसिएबल पनि भइहाल्छ त्यो पनि कहाँ भन्दाखेरि विशाल अटो ट्रेडर्समा लोकेसन वाइज फेरि पनि भनिदियो ग्लोबल कलेजको यो गेट भइ नै हाल्यो सिधा जान्छ भने तपाईँ पुग्न सक्नुहुन्छ कहाँ त भनेर भन्दाखेरि नयाँ मानिसको चोक है यता जानुहुन्छ भने 10 घर माथि पुरानो मानिसहरू भइहाल्यो ग्लोबल कलेजको ठ्याक्कै अगाडि यो हाम्रो पसल छ विशाल अटो ट्रेडर्स आएर तपाईँले छानी के चाहिँ मन परेको छ यो प्राइस पनि चित्त बुझ्दैन भने पनि तपाईँले नेपाल अनको स्क्रिनसट लिएर आ भनेर भन्नुहोस् तपाईँलाई 100% यहाँको विशाल बजार है एकदम मजाको हुन्छ आएर तपाईँले फुल हेलमेट बिग बाइकहरूमा र स्मल हेलमेट तपाईँले यो न्यू इयर अफरमा पास इन्सुरेन्स नामसारी हेलमेट खर्च सबै चिज पाउन सक्नुहुन्छ योभन्दा बढी के चाहियो त है त्यही भएर नेपालहरूले हेरेर आएको भन्नुहोस् र यसरी भिडियो गर्नुको लागि सब्सक्राइब गर्न नबिर्सिनु होला र यसरी भिडियो गर्नुको लागि सर्च बिन फेसबुक इन्स्टाग्राम र म ट्विटरमा जोडेको छु आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ एन्ड बाई